ठुल्ठुलो कमर्सियल बिल्डिङको बाहिरपट्टि तपाईले यस्तो खालको भर्याङ देख्नु भएको होला। यो किन हो बाहिर बनाएको, यस्ता प्रश्नले चाहिँ तपाईलाई एकदमै खुल्दिली पुर्याएको हुन सक्छ। यसलाई चाहिँ हामी इमर्जेन्सी स्टेयर भन्छौँ अथवा यसलाई हामीले फायर स्टेयर अथवा स्केप स्टेयर पनि भन्न सक्छौँ। यो इमर्जेन्सी स्टेयरको विशेष काम भनेको इमर्जेन्सी पर्पजेस जस्तै आग लागि हुन सक्यो बिल्डिङमा, भूकम्प आउँदा अथवा बिल्डिङ फेलर हुँदाखेरि सजिलैसँग दौडेर सुरक्षित स्थानमा पुग्नको लागि बनाइएको एक्सटर्नल स्टेयर हो। अब यो भर्याङ अथवा यो स्टेयरको की फिचर्सको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ फायर रेजिस्टेन्स मटेरियलहरुबाट बनाइन्छ। यो स्टेयर चाहिँ विशेष गरी चाहिँ फायर रेजिस्टेन्स वालहरुको बीचमा बनाइन्छ। यसको मिनिमम विड्थ चाहिँ 1 देखि 1.5 मिटर चाहिँ मिनिमम हुन्छ। अब यसमा विशेष गरी ध्यान दिनुपर्ने कुरा अर्को की फिचर्स भनेको चाहिँ यसको ट्रेड भन्नाले हामीले जहाँ भर्याङ चढ्दाखेरि अथवा भर्याङ झर्दाखेरि खुट्टा टेक्ने ठाउँ। अब यो खुट्टा टेक्ने ठाउँ चाहिँ लर्किनु भएन। इमर्जेन्सी केसमा चाहिँ तपाईहरु दौडिनु पर्ने अवस्था आउन सक्छ। यी यस्तो केसमा चाहिँ तपाईलाई चिप्लिनुबाट मद्दत गर्नको लागि चाहिँ ट्रेडहरु चाहिँ एन्टी स्लिप राखिन्छ। त्यसैगरी दुईटै साइडमा चाहिँ एकदमै एन्टी स्लिप खालको ह्यान्डरेल्स राखिन्छ। त्यसैगरी अर्को कुरा चाहिँ एक्जिट साइन बोर्ड र इमर्जेन्सी लाइट चाहिँ हामीले यो इमर्जेन्सी स्टेयरमा राखिरहेको हुन्छौँ। अब कुरा गरौँ टिपिकल मिनिमम रिक्वायरमेन्ट अफ इमर्जेन्सी स्टेयर। यसको ल्यान्डिङ चाहिँ प्रत्येक 12 फुटमा अथवा प्रत्येक फ्लोरमा राख्ने गरिन्छ, जसले गर्दाखेरि चाहिँ प्रत्येक फ्लोरको मान्छेहरू इमर्जेन्सीको बेलामा त्यहाँको ढोका खोलेर जुन चाहिँ इमर्जेन्सी स्टेयरसँग कनेक्टेड हुन्छ मजाले भाग्न सकुन्। अब त कन्फ्युज हुनुहुन्न होला नि। अब यस्तै घर निर्माण सम्बन्धी जानकारी पाउनको लागि हाम्रो घर निर्माण फेस्ट जुन पुस 12, 13, 14 र 15 मा हाम्रो यो भिरकुटी मण्डपमा हुँदैछ, तपाईहरु त्यहाँ आउन सक्नुहुन्छ।